हेलो नमस्कार लासो फ्याफुल्ला मनु लामाको न्यू डे न्यू भ्लगमा स्वागत छ हजुरहरूलाई। देश विदेशमा रहने दाजुभाइ दिदीबहिनी सबैजना छोराछोरी सबैजनाले हेरिदिनुहुन्छ भन्ने आशा गर्दैछु। र अब चाहिँ मैले चाहिँ आजको चाहिँ यो मुकबाङ भिडियो हो मेरो खानाको खाजा नास्ता गर्न लागेको छु। आउनुहोस् हजुरहरू पनि नास्ता गरौँ। म नास्ता गर्दैछु, हजुरहरू पनि आउनुहोस्। अनि त्यहाँबाट चाहिँ अब कस्तो छ के छ, हजुरहरू पनि देश विदेशमा रहनु भएको छ र मलाई त यहीँ ठिकै छ, हजुरहरूलाई पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्दै अब चाहिँ म नास्ता गर्दैछु साथी। अब चाहिँ यो झोल थुक्पा र अनि यो चाहिँ अन्डा र अनि फिङ्गर चिप्स, अनि त्यहाँबाट चाहिँ मैले यो अचार हो। अनि यो मोही त मेरो प्राय चाहिँ मेरो खानामा होस् नास्तामा होस् डेली जस्तो म पिउँछु 1-2 गिलास। हजुरहरूलाई नै मनपर्छ भने आउनुहोस् है साथीहरू, आउनुहोस् खानुको लागि सँगै बसेर नास्ता गरौँ। फर्स्ट चाहिँ झोलबाट, फर्स्ट प्राइड चाहिँ झोलबाट है साथीहरू। मिठो भएर रहेछ आज नि। मैले यो झोल खान मन लागेर गरेको है साथी मैले। मिठो छ। रुगा नि लागिरहेछ अलिअलि त, जति रुगा लाग्छ उति खाएरै पेल्न पर्ने रहेछ साथीहरू। धेरै मिठो। धेरै मिठो छ, धेरै मिठो। पिरो चाहिँ फेरि पिरो नै हुन्छ मलाई, जतिखेर नि पिरै खाना त मन लाग्छ, तर के गर्नु। अचारसँग त धेरै मिठो लाग्छ मलाई यो। धेरै मिठो साथी, धेरै मिठो। आउनुहोस् सँगै बसेर खाऊँ भनेको हजुरहरूलाई।
चाहिँ कति आउँछ पिरोले नै होला धेरै मिठो छ अब भन्ने सुप चाहिँ मिठो एकदम सुप चाहिँ धेरै मिठो रहेछ है ऊ भन्दा नि यो चाउमिन ऊ त थुक्पाको ऊ त म त त्यति त मन पराउँदिनँ तर झोल चाहिँ धेरै मिठो अगाइसक्यो साथी अब कसरी खानु यो एक्लै छु साथी के गर्नु युट्युब फ्यामिली गाइज एक्लै छु एक्लैले खानको लागि पनि यति धेरै हुँदैन बनाउने कुरै आएन
आफैले जति चाहिन्छ त्यति बनाउनु पर्छ। टेबलभरि राखेर त म खान सक्दिनँ, त्यही त हो नि साथीहरू। यो चाहिँ सक्यो है साथी, फेरि फ्याङ्नु भयो होला भन्नु होला। अब चाहिँ यो फिङ्गर चिप्स नि खानु पर्यो। यो चाहिँ मैले खान सक्दिनँ। फिङ्गर चिप्स पनि धेरै मिठो, मेरो त फेरि फेभरेट हो यो। तर मलाई सुगर लाग्यो भने म खाना चाहिँ छोड्दिनँ, यसलाई खानी हो। मै पनि सक्यो, मैले खुवाइसकेँ साथीहरू। अब चाहिँ यो चाहिँ खाइसकेन, खाँदिनँ म। यो चिल्लो पनि छ, यो यतिकै होस्। अचार यो चाहिँ सकेन, खाँदिनँ। खाना त मन लाग्छ, तर के गर्नु, धेरै चिल्लो पनि छ, त्यसले गर्दा म खान सक्दिनँ साथीहरू। गाइज अब चाहिँ म छुट्छु। मेरो यो नास्ता गरेको कस्तो भयो भ्लग हजुरहरूले हेरेर मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दै अब चाहिँ म छुट्नुपर्छ। धेरै लामो भ्लग राख्यो भने, भिडियो बनायो भने हजुरहरूलाई नि हेर्नुको लागि अलिकति हुन्छ, बोर हुन्छ। ठिक्क सानो ठिक्कको भ्लग भिडियो बनाइदियो भने हजुरहरूले हेर्नुको लागि पनि हुन्छ, सजिलो हुन्छ, र लामो भयो भने बोर पनि हुन्छ भन्दै अब चाहिँ म यत्तिकै, अब म यहाँबाट छुट्छु। हजुरहरूले चाहिँ मेरो भ्लगलाई लाइक, कमेन्ट, सब्सक्राइब गरेर, सेयर गरेर, कमेन्ट गरेर अनि मलाई सहयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दै म चाहिँ अब छुट्छु। अब देश विदेशमा हुने मेरो भगवान रूपी दर्शकहरूले पनि हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा गर्दै र मेरो भ्लगलाई चाहिँ त हजुरहरूले चाहिँ स्किप नगरिकन फुल वाच गरेर हेरिदिनु है साथी। अनि म त अब नयाँ च्यानल हो, अब मलाई त्यति साह्रो बोल्न आएन होला। हजुरहरूले चाहिँ बोल्न केही मैले हजुरहरूको मनमा ठेस पुग्ने कुराहरू, कुनै मन दुख्ने कुराहरू गरेछु भने मलाई माफ दिनुहुन्छ भन्ने आशा गर्दै म माफी चाहन्छु। हजुरहरूले माफी दिनुहुन्छ भन्ने आशा गर्दै अब चाहिँ म छुट्छु साथीहरू। बाई बाई।